लिटल कृष्ण जंगलको रमणीय वातावरणमा आफ्नो जादुई शक्तिहरूसँग रमाउँदै खेलिरहेका छन्। त्यसै बेला उनले के देख्छन् भने एउटा भेडिया जंगलमा दौड्दै कतै गइरहेको हुन्छ। लिटल कृष्णले त्यो भेडियाको परीक्षा लिने विचार गर्दछन्। जादुई शक्तिद्वारा एउटा मान्छेको बच्चा प्रकट गर्दछन् र भेडिया दौडने बाटोमा त्यो बच्चालाई पुर्याउँछन्। भेडियाले त्यो बच्चा एक्कासी आफ्नो अगाडि देख्दा दङ्ग पर्छ र अचम्म मान्दै दायाँ बायाँ हेर्न थाल्दछ। जंगल त्यो बच्चाको लागि सुरक्षित नभएको कारणले भेडियाले त्यो बच्चालाई त्यहाँबाट लिएर जान्छ र आफ्नो गुफामा आफ्नो बच्चाहरूसँग लगेर राख्दछ। र त्यसै समयमा भेडियालाई जंगली कुकुरहरूको गन्ध आउँछ र ऊ आफ्नो बच्चाहरूलाई सुरक्षित राख्न बाहिरतर्फ जान्छ। भेडियाबाट मान्छेको बच्चाको गन्ध आएको कारणले जंगली कुकुरहरूले भेडियामाथि आक्रमण गर्न थाल्दछन्। भेडियाले पनि एकदम निडरताको साथ जंगली कुकुरहरूमाथि आक्रमण गर्दछन् र तिनीहरूलाई पराजित गराएर त्यहाँबाट भगाइदिन्छन्। र यस कथामा त्यो भेडियाले त्यो बच्चालाई के गर्छ भन्ने जान्नका लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। नेपाली एआई टेल जिन्दाबाद।